हेलो नमस्कार सबैजनामा र यो युट्युबको लागि बनाइएको दोस्रो ब्लग हो र ब्लग के बनाउनु छँदै छैन गाउँघरमा है। र आज चाहिँ तपाईहरुलाई हेर्नुस् यो पारीको हरियो गाउँ हरियो जंगल हुन त त्यहाँ भित्र गाउँ छ र यो पारीको गाउँहरु देखाउँछु हेर्नुस् ल। यस्तो गर्दाखेरि चाहिँ यस्तो रमणीय गाउँ छ र यो पारी हेर्नुस् पाखा पखेरो सिक्किम चाहिँ यसरी पाखा पखेरोले भरिएको ठाउँ हो। हेर्नुस् यहाँ ठुलो भिर छ, यहाँ रोड, यहाँ सुन्तले गाउँ छ, यहाँ यस्तो छ है। र यो हाम्रो गाउँतिरको ठाउँ यस्तो छ हेर्नुस्। र यो बाटो छ, यो बाटो सिधै यता सिधै गयो भने चाहिँ हामी तल पिपले पुग्छौं है। यस्तो छ साथीभाइ हाम्रो गाउँ ठाउँ चाहिँ। आजको दिन एकदम यस्तो छ, आकाशमा अलिअलि बादल छाइरहेको छ र यो पारी देखिएको जंगल चाहिँ गेलिङ जंगल। यो माथि गेलिङ 10 माइलदेखि लिएर टक्कै यहाँ तल खोला छ, खोला चाहिँ रोथक खोला टक्कै। र यो रोथक खोलाको बीचदेखि पर देखिँदैछ गाउँहरु हैन। यो चाहिँ खानीशेरपुङ गाउँहरु। यो पारी सुन्तलेहरु, यो माथि टपको गाउँ, यहाँ माथि चाहिँ हुरगाउँ यस्तो छ। यस्तो छ साथीभाइ हाम्रो गाउँठाउँ एकदम सुक्खा ठाउँ हो है। यहाँ गरिबीले बेसी भरिएको मानिसहरु पाइन्छ र यस्तै छ सिक्किम, के गर्नु है।